ओहो हेर त मेरो साथी हिउँमा रमाउँदा यार। ओहो हामी चाहिँ अब देउरालीसम्म पुग्यौँ है। हामी चाहिँ अब के भने यस्तै हो गोर्खाला जिन्दगी, गाह्रो छ हिँड्नलाई। अब चौरी गाई खोज्न जानै परिहाल्यो। चौरी गाई नखोजेपछि हिउँ आएछ, हिउँले हिउँ पहिरो लाग्न सक्छ। हामी घरबाट बिहान 6 बजे हिँडेको, अब हामी यहाँ देउराली पुग्दैछौँ। हाम्रो भाषामा चाहिँ यसलाई नैबिरे भनिन्छ। अब हाम्रो सबै चाहिँ कता पुग्नु छ थाहा छैन, तर हामी चाहिँ यहाँ देउरालीमा पुगिसकेका छौँ। हेर्नुहोस् यहाँ हाम्रो देउराली। हाम्रो गोठाला दाजुहरू हिँड्दैछन्।